परमेश्वरले आदमलाई पनि एक्लो रहेको मन परेन, त्यसलाई उहाँलाई त्यो आदमलाई पनि के गरे, सङ्गतिको खाँचो थियो, त्यसले जोडी बनाइदियो। अनि आज मण्डलीमा पनि हामी के छ भने प्रभु एक्लो रहेको मन पराउनुहुन्न, हामी सबै मिलेर प्रभुको आराधना गरेको मन पराउनुहुन्छ। अनि प्रभुले भन्नुभयो, यसकारण मैले तिमीलाई सृष्टि गरेँ ताकि तिमीहरू के गर, मेरो महिमा गर। यशाया 43 अध्यायको 7 वचन पढिदिउँ त। हरेक जो मेरो नाउँद्वारा बोलाएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेँ। प्रभु के भन्नुहुन्छ, मैले त्यसलाई मेरो महिमाको निम्ति सृष्टि गरेँ। अनि अर्को भन्नुहुन्छ यहाँनिर, जसको आकार मैले रचेर बनाएँ। हेर्नुहोस् त कति इम्पोर्टेन्ट छ सङ्गति। प्रभु भन्नुहुन्छ कि यहाँनिर हरेक जो मेरो नाउँद्वारा बोलाएको। अनि अर्को कुरा भन्नुहुन्छ, मैले उनीहरूलाई सृष्टि गर्नको कारण के हो भने उनीहरूले मेरो महिमा गर। आज संसारमा मानिसहरूले कसको महिमा गर्दैछ? परमेश्वरको महिमा गरिराखेको छैन, बनाएको कुराको महिमा गरिराखेको छ। तर वचनले भन्छ मेरो महिमा गर्नको निम्ति, मेरो भन्नको परमेश्वर मेरो भन्नुहुन्छ।